देश तथा परदेशमा रहनुहुने नेपाली गीत संगीतलाई माया गर्नुहुने सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी सबैलाई हार्दिक हार्दिक स्वागत छ मेरो लाइभमा। दर्शकवृन्द, मेरा शुभचिन्तक, मेरा आफन्त, इष्टमित्र सबैजनालाई भेटघाट गर्नको लागि म छोटो समय लिएर लाइभमा उपस्थित भएको छु। आशा छ हजुरहरू गुटुङटुङ आउँदै हुनुहुन्छ। हामी सँगसँगै कुराकानी गर्नेछौँ, सन्चो बिसन्चो हाल खबर बुझ्नेछौँ। हाम्रो युट्युबबाट सार्वजनिक गरेका छौँ। तपाईहरूले जति पनि मेरो लाइभमा मेरो कुराकानी सुन्दै हुनुहुन्छ, हजुरहरू सबैजनालाई म रिक्वेस्ट गर्न चाहन्छु, एकचोटि टिका सानु अफिसियल च्यानलमा गएर यसो त्यो गीत भिजिट गरिदिनु होला। हेरिसकेपछि कस्तो लाग्छ, के लाग्छ, जस्ताको तस्तै प्रतिक्रिया लेख्न पनि नबिर्सिनु होला। मैले चाहिँ खास गरेर भन्ने हो भने मेरो पछिल्लो समय मलाई असाध्यै मन परेर लेखेको गीत हो। परेको छु दङ्ग, किन यति बोल्न मन लाउँछ, किन यति हाँस्न मन लाउँछ मलाई तिमीसँग। हे पागल जस्तो भएको छु म, किन सबै सके बिर्सन सकिन, हिमाल सेतै छ। हाँस्ने बोल्ने हजारौं भए नि यो मन त्यतै छ। हाँस्ने बोल्ने हजारौं भए नि यो मन त्यतै छ। थ्याङ्क यू सो मच, थ्याङ्क यू सबैजनालाई। हे बिजुली छ भैँसको खोलीमा, देखिन आँट मर्दको बोलीमा, वारी घाम पारी छाया छ। अन्त आँखा नडुलाउ कान्छा, यता तिम्रो सानो माया छ। अन्त आँखा नडुलाउ कान्छा, यता तिम्रो सानो माया छ। हो यता तिम्रो को छ सानो माया छ है। ल सबैजनालाई धन्यवाद, यतिन्जेलसम्म हेरिदिनु भयो, सुनिदिनु भयो। अब म हजुरहरूलाई फेरि जाँदै एकचोटि रिक्वेस्ट गर्न चाहन्छु, टिका सानु अफिसियल च्यानलमा 5 बजे नेपालको समयअनुसार अघि भर्खरै 5 बजे एउटा गीत सार्वजनिक गरेको छु। सबैजनाले हेरिदिनु होला। र यदि मेरो यो लाइभ कोही कलाकार, आदरणीय अग्रज कलाकारहरू, समकालीन साथीहरू, भाइ बहिनीहरूले पनि हेर्दै हुनुहुन्छ भने विशेष गरेर कलाकारिता क्षेत्रभित्र आबद्ध हुनुभएका साथीहरूले चाहिँ गीतलाई सेयर गरिदिनु।